Hello guys, Namaste, this is Subarai, back to my page Jyoti My Life My Rule को च्यानलमा तपाईलाई सबैलाई स्वागत गर्दै अस्ति चाहिँ हामीले बाटोहरु सफा गर्न देखाएको थियो आजको दिनको लागि हो सो आज फाइनली डे हैज कम क्राइस्ट द किङ को फिस्ट डे र हामी चाहिँ मेरो छोरा हेलो गर न छोरा हेलो मेरो त छोरी चाहिँ आज फ्लावर गर्ल अन्त रेडी भएर हामी चाहिँ जाँदै छौं र हाम्रो चाहिँ पर होली क्रसदेखि प्रोग्राम सुरु छ है र के कसो हुँदै जान्छ हाम्रो सबै क्रिस्चियन दाजुभाइको लागि आज एकदम ग्रेट डे हो जिसु चाहिँ हाम्रो राजा क्राइस्ट द किङको सेलिब्रेसन है त्यही गर्नको लागि चाहिँ हामी जाँदै छौं र सानो सानो क्लिपहरु लाउने छु र आज मेरो एकजना मान्छे प्यारो मान्छेलाई पनि भेट्यो उहाँ चाहिँ मेरो एकदम ज्यादा भन्दा ज्यादा भिडियो हेर्नुहुन्छ नि घरिघरि आइन भन्छ अरे चाहिँ हाम्रो मेरो प्राय भन्दा भिडियो हेर्ने आज चाहिँ मैले देखाउनु मौका पाएँ मेरो भिडियो चाहिँ तपाईले पुरा हेर्नुहुन्छ मन पर्छ र त हेरेको त हजुर मेरो एकदम प्राय घरबाट टाढो जानु नसक्ने ओर्ने यसो घरमा बसेर हेर्नुहुन्छ उहाँले चाहिँ प्राय हेर्नुहुन्छ है खुसी लाग्छ नि त भिडियो हेर्दा ज्योति कता कता पुगेको हुन्छ है ल हुन्छ घरतिर हजुर गर्दैन दिदी रमाइलो देख्छ हजुर देख्दाखेरि हो तपाईहरुले हेर्दिनु हुन्छ र त म पनि यसो भिडियो बनाउँछु हो हजुर नानीहरु मेने गर्दै भए भिडियोहरु अपडेट गर्छु किन तपाईहरुले हेर्दिनु हुन्छ नि हो ल त्यसको लागि तपाईलाई पनि एकदम धन्यवाद है ल हुन्छ अब तपाई पनि आउँछ है ज्योतिको ब्लगमा चाहिँ यहाँ लु कोही एन्सी सो हाम्रो स्टार्टिङ यताबाट गयो सजिलो सो हाम्रो यो चाहिँ लुपमा मेन जोजनमा यहाँ हाम्रो सुरु यहाँनिर सबै खरे गोथल साइडिङहरु आउँदैछ आइज बहिनी गाडी आउँदैछ है र त्यही छ अपडेट हो आइज बहिनी आइज हिँड जिसु बराई एकदम गोथल साइडिङहरुसँग भेट भयौं हामी पनि यहाँ पछाडि पनि आउँदैछन् अल्फन्स अंकलहरु
अहिले चाहिँ हामी फाइनली तलपल्ली क्रसबाट सुरु गरेर पनि यहाँनिर फाइनल हाम्रो ठाउँमा यहाँ चाहिँ अब हाम्रो मिसा बोलिँदा हुनेछ र त्यसको लागि हामीले होली क्रसदेखि यो यात्रा है यसो नै हामी सबै परेर हुनुहुन्छ भने जात्रा गर्दै प्रार्थना गर्दै भजन गर्दै हामी यहाँ आइसकेका छौँ। पछाडितिर पुरै आउँदैछ अझै लाइनको लाइन नै छ। सन्तमतीकै 22 अध्यायमा पन्थीहरू पढ्दै जानुहोस्। 35, 36, 37, 38मा भनिदिएको छ। दुईटा मात्रै इम्पोर्टेन्ट कमान्डमेन्ट छ, दुईटा मात्रै आदेशहरू छ, हुकुमहरू छ। त्यो हुकुम चाहिँ के हो? परमेश्वरलाई सम्पूर्ण हृदयले, सम्पूर्ण मनले, सम्पूर्ण आत्माले प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफै समान प्रेम गर्नु। कति राम्रो पाराले यति भन्नुभएको, यो हाम्रो राजाले यति भनेको तपाईँ र मैले आजदेखि गर्ने हो कि नगर्ने हो? अनि यो चाहिँ तपाईँ र मैले गर्नु पर्यो नि त। त्यसै कारण चाहिँ तपाईँ र मलाई ख्रिस्ट भक्त भनेको हे प्रभु, मेरो छानामुनि तपाईँ आउनुहुने योग्यको म छुइनँ, तर वचन मात्र बोलिदिनुहोस्, मेरो आत्मा निको हुनेछ। यस पल्लीको नाममा विशेष रूपमा हाम्रा छिमेकी पल्लीबाट पाल्नुभएका सदैव फादरहरूलाई धन्यवाद सहित म स्वागत पनि गर्दछु। हाम्रो पल्लीमा हामी क्याथोलिक धर्म मण्डली एक हौँ भन्ने बाहिर यो चिन्ह पनि यसरी प्रकट हुन सकेको छ। यसरी राजाहरूका राजाको चाडमा हामी भिन्दै पल्ली हुँदाहुँदै पनि एक क्याथोलिक धर्म मण्डलीका सदस्य आज हुन पाएका छौँ। तपाईँहरूको सहभागिताको निम्ति परमेश्वरलाई धन्यवाद अनि सबै फादरहरूलाई धन्यवाद चढाउँदछु यो पल्लीको नाममा। यसरी नै यही पल्लीको नाममा छिमेकी पल्लीबाटै पाल्नुभएका सबै विश्वासीहरूलाई स्वागत अनि धन्यवाद अर्पण गर्दछौँ। विभिन्न संस्थाहरूमध्ये क्याथोलिक एसोसिएसनलाई म अन्तर्हृदयबाट धन्यवाद चढाउँछु। उहाँहरूको निर्देशन र सो हाम्रो चाहिँ अहिले मास ओभर है, मेन चाहिँ हाम्रो पूजन पद्धति चाहिँ सकियो र अहिले चाहिँ हामी लन्चको टाइम है। यहाँनिर यहाँ होली आर्टिकल्सहरू बेच्दैछ हो। यहाँ लन्चको टाइममा के आइटम छ म तपाईँलाई सट्टै देखाइदिन्छु ल। यहाँ चाहिँ होली आर्टिकल्सहरू
दुईजना बिची रहेछ यहाँनिर। यहाँ चाहिँ हाम्रो लन्च